डाइलग हान्दिनु न मलाई के अरे 50 रुपियाँ दिने के अरे ड्याडी भन्नु त 50 रुपियाँ दिने के अरे 50 रुपियाँ दिनु नि त भन्दै छ ड्याडीले मलाई चाहिँ वेलकम ब्याक टु माई च्यानल हिजो हामी यहाँ यो घर बस्यो अब चाहिँ अहिले कपडा सपडा लग्यो ढक्कै कपडा मसित छ कपडा मलकमाङ यहाँ गएर चाहिँ हामी माछा पान जानु लाग्यो यस्तो यस्तो यो पहिरोबाट जानु लाग्यो गाइस यो चाहिँ यस्तो छ ड्याडी चाहिँ रक्सी हान्दै हुनुहुन्छ अब चाहिँ म जानु लाग्यो माछा साछाको भिडियो सिडियो बनाउनु गाइस हामी यो घर आइसक्छौँ यो घर कलार यहाँ चाहिँ भर्खर घाम चाहिँ 10 कति बजेर छ अरे टाइम 9:55 घाम चाहिँ यहाँ चाहिँ हामी चाहिँ वहाँ पानी मल खुवाइ जाने भनेको यहाँ चाहिँ त्यसले रौसी हान्ने गर्दा चाहिँ हामी चाहिँ तपाईँ जानु पाएको छैन रौसी हान्दै हुन्छ ड्याडी चाहिँ हामी चाहिँ यहाँ फोटोसुटहरू लगाइरहेको छौँ केही भनिदिनु नि त होला के भन्ने आज माछा मार्ने आज माछा मार्दा हान्यो गाइज अब यहाँ भात खाएर कति बेला गइन्छ हामी त्यसपछि भिडियो बनाउँछ गाइज हामी चाहिँ यो घरबाट हिँड्न लाग्यो स्पिकर ड्याडी पनि जाम आउनु हजुर उनी पनि जाम हिँडौँ अब माछा खाना साना खाएर हिँड्यौँ गाइज कहाँ हिँड्दिने क्या हामी गाइज यहाँ एउटा भोटेको लाने भनेको भोटेको पनि पाइँदैन गाइज तल जाऊँ न तल नि अब उहाँ चाहिँ आएर गोरु सोरु रहेछ नि गाइज माछा मार्न जाने भनेको केही हुन्छ यसले आएको पहिरो चाहिँ यस्तो छ कुन कहाँ गाइज हामी चाहिँ हिँड्दा यहाँ आइसकेको नि उहाँबाट हिँड्दै आएको गाइज हामी चाहिँ त्यहाँबाट अझ कति माथि छ यहाँको भ्यू चाहिँ यस्तो छ यस्तो छ भ्यू यसो माछा मार्न जाने भनेको माछा मार्न नपाइएला जस्तो ड्याडीले गर्दाखेरि यसले अझ माछा मार्न नपाइने यो 1 बज्यो अझ जान चाहिँ 1 घन्टा लाउँछ होला के छ विचार कस्तो हो अवस्था यहाँको केही भनिदिनुहोस् ड्याडी हजुरले गर्दा माछा मार्न पाइएन नि यसो के शब्द भनिदिनुहोस् ड्याडीले यहाँ रौसीहरू चाहिँ हामीले माछा मार्न पाइएन यस्तो ड्याडीले हामीलाई मिसन 84 फेल बनाइदिनु भयो हिजो बेलुका जाने भनेको भएन यहाँ जाने भनेको नि भएन यत्रो ड्याडी चाहिँ यहाँ झ्याप भइसक्नु यत्रो यसको नाम मलाई केही थाहा छैन यहाँको भ्यू चाहिँ हेर्छु हुन्छ गाइस है यहाँको भ्यू चाहिँ यस्तो दामी आयो भ्यू चाहिँ यहाँको भ्यू चाहिँ यस्तो छ हामीले नि त मलाई के अरे मलको बाङ हो के यहाँको भ्यू त हुन्छ ड्याडी चाहिँ यहाँ चाहिँ भइसक्नुहुन्छ अब हामी चाहिँ सौर्य एउटा भिडियो बनाउनु न त त्यहाँ भ्यू हेर्नु यहाँको भ्यू चाहिँ यस्तो चाहिँ यस्तो छ अझ यहाँ चाहिँ हिँड्नु चाहिँ अझ 1 घन्टा लाउँछ अब मलकोबाङ गएर बसिन्छ कि यदि मलकोबाङ गएर बस्ने कि होइन त आज त्यही मलकोबाङले नि ढलैर गाउँ बोलेको छ भन्नु मागोस् मलकोबाङ गएर बस्ने ल कुइने त्यो हो हामी चाहिँ यहाँ चौतारा र चाउचुमा चाहिँ चाउँछु यो चाहिँ मलकोबाङ हामी आएको चाहिँ उहाँदेखि ड्याडी चाहिँ यहाँ गइसक्नुहुन्छ हामीले यहाँ चाउचा खाएर अब कति बेला जाने त नि हामी अब चाउचा खाएर हामी माथि गएर आइसकिन्छ म्याच यो घर चाहिँ यहाँ यहाँ चाहिँ घर चाहिँ उयो यो घरमा चाहिँ हामी चाहिँ यहाँ बस्नु आएको ड्याडी यो डाइलग हान्दिनु न मलाई यस्तो यहाँ बाटो ड्याडी डाइलग हान्दिनु न मलाई के अरे 50 रुपियाँ दिने के अरे ड्याडी भन्नु त 50 रुपियाँ दिने के अरे
50 रुपियाँ दिनु नि त चन्द्र चट्यालले मलाई चाहिँ यहाँको भ्यू चाहिँ यस्तो छ गाइस यस्तो यो त चाहिँ यहाँ हेलो कान्छा बाबु के छ हाल्नु जल्दी लौडा यस्तो गरेको र यहाँ नेटको कस्तो भएको यहाँ चाहिँ एउटा भोटेको कुकुर छ टोक्ने गाह्रो चाहिँ गाएपछि अहिले पुच्छरहरूलाई चाहिँ दुइटा रहेछ सौर्य दुइटा भोटेको कुकुर नि दुइटै भोटे हो ए टोक्छु उस्तै पनि नि म त एउटा ड्याडी पछि पछि हेर्छु ए हामी बहन चाहिँ यो घर हो यो चाहिँ कुकुर है पुच्छरहरूलाई चाहिँ अब यो माथिको नि त त्यस्तै अगाडि तलको चाहिँ अहिले झ्याप्प देख्दाखेरि होइन भोटे जस्तो तलको टोक्ने भएर यो चाहिँ अलि यस्तो है ओ तलको नि आयो घन्टी रहेछ तलको चाहिँ तलको त भोटेको सौर्य है फुकाइसुकाइ हेर्दाखेरि त है ए यो घर चाहिँ हामी भन्यो गाइज ल थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो बाई बाई गाइज